राष्ट्र निर्माणमा जेनजीको भूमिका। सर्वप्रथम राष्ट्रको निर्माण र जेनजीको भूमिका भनेको शरीर र आत्मा जस्तै एकसाथ रहनुपर्ने विषयवस्तु हुन्, जहाँ राष्ट्रको निर्माण भन्नाले विश्वव्यापी मान्यताका आधारमा अवलम्बन गरिएका मानव विकास, लैङ्गिक विकास, बहुआयामिक विकासका सूचाङ्कहरूबाट आएको समृद्धि हो, जहाँ जनताको जीवनमा उल्लेखनीय प्रगति भएको हुन्छ भने जेनजी एउटा यस्तो इनर्जेटिक एन्ड इन्थुजियास्टिक पुस्ता हो जुन सन् 1997 देखि 2012 भित्र जन्म लिए हाल 13 वर्षदेखि 28 भित्रको उमेर समूह जो मोबाइल, इन्टरनेट, सामाजिक सञ्जाल वा अन्य कुनै पनि माध्यमबाट विश्वको सम्पूर्ण पक्षको जानकारी राख्ने, तर्क गर्न सक्ने, निर्भीकतापूर्वक आफ्नो स्वतन्त्र अभिव्यक्ति दिने क्षमता राख्दछ। सभाध्यक्ष महोदय, वर्तमान विश्व परिवेश पनि निहालेर हेरौँ न। जेनजीको आन्दोलनले इन्डोनेसिया, बङ्गलादेश र अन्य थुप्रै मुलुकको सत्ता नै पलट गरिदिएको छ। नेपालमा पनि भदौ 23 र 24 गते भएको जेनजी आन्दोलनले 27 घण्टामै सरकार परिवर्तन गर्यो। यद्यपि आन्दोलनमा विभिन्न स्वार्थ समूहको घुसपेट हुन गई हाम्रो सर्वोच्च अदालत, संसद भवन, सिंहदरबार जस्ता हाम्रा सार्वजनिक सम्पत्तिमा क्षति हुन गयो, तर किमार्थ त्यो जेनजीको लक्ष्य र उद्देश्य थिएन। जेनजीको चाहना थियो त केवल भ्रष्टाचार रहित न्यायिक समाज र आर्थिक उन्नति भएको एक सफल राष्ट्र निर्माण गर्नु। देशमा भएको व्यथिति, भ्रष्टाचार, नातावाद, कृपावादका विरुद्ध भएको शान्तिपूर्ण आन्दोलन पश्चात आज देशले नयाँ मोड लिएको छ। वास्तवमै भ्रष्टाचारमा अपराधीकरण र अपराधमा भ्रष्टाचारको विरुद्ध लड्नको लागि अब जेनजी सडकमा आइसकेको छ। उपस्थित सम्पूर्ण जेनजी मित्रहरू ध्यान दिनुहोस्, अब हामीले वर्तमान नेपालको सन्दर्भमा विश्लेषण गर्न जरुरी छ कि जहाँ 20.3% गरिबी, 11.5% बेरोजगारी, 27 खर्ब वैदेशिक ऋण, व्यापार घाटा हेर्नुहोस् सधैँ ऋणात्मक, कुल गृहस्थ उत्पादन वा प्रति व्यक्ति आय वा अन्य कुनै पनि राष्ट्रिय सूचाङ्क हेर्नुहोस् त पूर्ण अवस्थामा छ हाम्रो मुलुक नेपाल। छिमेकी मुलुक भारतले सिक्किमलाई विक्रमसम्म 2034 सालमा भारतमा गावे झै हर प्रकारले कहिले सीमा मिच्ने त कहिले हाम्रो सार्वभौम सत्ता, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामा आँट पुर्याउने काम गरिरहेको छ। उता पश्चिमाहरूले पनि विभिन्न बहानामा हाम्रो देशमा प्रभुत्व जमाउन कायम भएका छन्। यसै सन्दर्भमा हाम्रो राष्ट्रकवि माधव प्रसाद घिमिरेको कविता याद आयो। नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुनिन्छ कहाँ हिमालय नरहे भने झै त्यसपछि कहाँ रहनेछन् हाम्रा देश कति गौरवहरू, सगरमाथा, गौतम बुद्ध, चन्द्र सूर्य अङ्कित ती झन्डा पनि। त्यसैले हामी सम्पूर्ण जेनजीहरूले अहिले नगरे कहिले गर्ने र हामीले नगरे कसले गर्ने भन्ने अभिव्यक्तिलाई उजागर गर्न अति नै आवश्यक छ। जबसम्म देशमा सरकारले जनताको अधिकारको प्रत्याभूति दिन सक्दैन र जनता र सरकारबीच एउटा बलियो पुल निर्माण हुँदैन, तबसम्म यो जेनजीको आन्दोलन भनेको मौना लोहाको ज्वालामुखी जस्तै हो जुन पड्किरहनेछ। जेनजीले संविधान पढेको छ, कानुन बुझेको छ, शासकीय संरचनालाई भरपूर अध्ययन गरेको छ, हिजोको पुस्ताबाट थुप्रै अनुभव लिन्छ र भोलिको पुस्ताको लागि सुन्दर भविष्य रच्ने एउटा भूमिका खेलेको छ। सभाध्यक्ष महोदय, म के भन्न चाहन्छु भने जेनजीले राष्ट्र निर्माणमा यस अर्थमा रचनात्मक भूमिका खेल्दछ भने देश अहिले भू राजनैतिक भूपरिवेशमा भुमरीमा फसेको छ, जहाँ विभिन्न दलहरूले चङ्गुलबाट देशलाई मुक्त गर्न, यहाँ विभिन्न जाति, भाषा, धर्म, संस्कृति, वर्ग, लिङ्ग, समुदायलाई थप गृहयुद्ध हुनबाट रोक्न देशमै जल, जमिन र जङ्गलको अधिकतम प्रयोग गरी यहाँ कृषि क्रान्ति र औद्योगिक क्रान्ति मार्फत देशमै युवालाई रोजगारी सिर्जना गर्न जेनजीले एक महत्त्वपूर्ण भूमिका खेलेको छ। अन्ततः म के भन्न चाहन्छु भने भलाए जेनजीमा धैर्यता कम होला, तर जेनजीले जवाफदेहिता, जिम्मेवारीता, जनसहभागिता, प्रतिबद्धता, पारदर्शिता र इमानदारीलाई कहिल्यै बिर्सिने छैन जुन राष्ट्र निर्माणका लागि अपरिहार्य शर्त हुन्। हामी सम्पूर्ण जेनजी पुस्ताहरूले हातमा हात अनि काँधमा काँध मिलाएर यी हाम्रा स्वतन्त्र तथा स्वावलम्बी पाइलाहरूलाई मेन एजेन्डा बोकेर प्लानिङ, अर्गनाइजिङ, स्टाफिङ, लिडिङ एन्ड कन्ट्रोलिङको आधारमा अब हामीले देशको निर्माण गर्नुपर्छ। रगत र पसिना बगेर हामीले अब आफ्नो देशलाई बचाउनु पर्छ भन्दै यहाँबाट बिदा हुन्छु। हस्, धन्यवाद, नमस्कार।